रिलायन्स स्पिनिङ मिल्स र सालापा विकास ब्याङ्कको आइपिओ सेयर अब औपचारिक रूपमा नेपाल स्टक एक्सचेन्ज एनइपिएससीमा सूचीकृत भएका छन् र चाँडै नै दोस्रो बजारमा कारोबारमा आउने तयारीमा छन्। सबैभन्दा पहिले सालापा विकास ब्याङ्कको कुरा गरौँ। यस ब्याङ्कको सेयरको ओपनिङ रेन्ज 100 रुपियाँदेखि 300 रुपियाँसम्म तोकिएको छ। नेप्सेको हालको नियमअनुसार कुनै पनि कम्पनीको सेयर पहिलो कारोबार दिनमा अङ्कित मूल्यको 1 गुणादेखि 3 गुणासम्मको दायरामा खुल्न सक्छ। त्यसैले सालापा विकास ब्याङ्कको सेयर पनि यही दायराभित्र रहेर पहिलो कारोबार सुरु हुनेछ। अब धेरै चासो र चर्चा भइरहेको विषय रिलायन्स स्पिनिङ मिल्स। यो कम्पनी नेपालकै ठूलो टेक्सटाइल उद्योगमध्ये एक हो, जसले मुख्य रूपमा धागो उत्पादन गरी विदेश निर्यात गर्ने काम गर्छ। कम्पनीको व्यवसाय निर्यातमुखी भएकाले डलर आम्दानी गर्ने क्षमताले यसलाई अन्य उद्योगभन्दा फरक बनाउँछ। रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भने बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको थियो। संस्थागत लगानीकर्ताहरूको बोल कबोल प्रक्रियाबाट मूल्य निर्धारण भई सर्वसाधारण लगानीकर्तालाई करिब 820 रुपियाँ आसपास मूल्यमा सेयर बिक्री गरिएको थियो। तर अहिले लगानीकर्ताहरूको मुख्य चिन्ता के हो भने ओपनिङ रेन्ज। नेप्सेको नियमअनुसार पहिलो कारोबारको दायरा कम्पनीको नेटवर्थमा अङ्कित मूल्यको आधारमा निर्धारण हुन्छ। त्यसअनुसार रिलायन्स स्पिनिङ मिल्सको सेयर पनि 100 रुपियाँदेखि 300 रुपियाँसम्मको दायरामा खुल्ने सम्भावना रहेको छ। यसले गर्दा करिब 800 रुपियाँभन्दा बढी मूल्यमा आइपिओ पाएका लगानीकर्ताहरू केही असमञ्जसमा देखिएका छन्। यदि कारोबार तल्लो रेन्जबाट सुरु भयो भने सुरुवाती दिनमा मूल्यमा दबाव पर्न सक्ने आकलन गरिएको छ। तर अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। कम्पनी नाफामा रहेको, उत्पादन क्षमता बलियो भएको र निर्यात बजारमा स्थापित ब्रान्ड भएकाले दीर्घकालीन सम्भावना राम्रो मानिन्छ। त्यसैले छोटो अवधिको उतार-चढावलाई भन्दा पनि कम्पनीको आधारभूत अवस्था, नाफा, बुक भ्याल्यु र भविष्यको विस्तार योजनालाई हेरेर निर्णय लिनु उपयुक्त हुन सक्छ। समग्रमा यी दुवै कम्पनीको सूचीकरणले बजारमा नयाँ चहलपहल ल्याएको छ। आगामी केही कारोबार दिनमा लगानीकर्ताको मनोविज्ञान र माग आपूर्तिको सन्तुलनले वास्तविक बजार मूल्य निर्धारण गर्नेछ। यदि तपाईँ यी कम्पनीका शेयरधानी हुनुहुन्छ भने बजारको चाल बुझेर धैर्यका साथ र आफ्नो जोखिम क्षमता अनुसार निर्णय लिनु नै बुद्धिमानी हुनेछ।